नमस्कार दर्शकबिनहरु, पादुवाले भेट्न लादैछौं। उहाँ कुरा सुन्नमा आउँछ। उहाँले पादेर अहिलेसम्म 20 लाख मान्छेलाई मारिसक्नु भएको छ। अहिले ओजोन लेयर तात्नु र धेरै गर्मी हुनुको कारणले उहाँले धेरै पादेको हो रे भन्ने हामीले सुनेको छौं साइन्टिस्टद्वारा। ल बाँकी हेरौँ। बेलै छैन त पत्रकार को हो? हामी हो पादुवाजी। को हो? हामी हो पादुवाजी। नमस्ते। नमस्ते हजुर। कहाँबाट आइज पत्रकार भित्र आइज। हामी त हजुर धेरै भाइरल नहुनु भएछ अहिले। कसरी? त्यही भएर हजुरको अन्तरकर्ता लिन आएको। वार्ता हैन ल भन्नु किन काम भन्नु त के हो मसँग? हामी चाहिँ तपाईको इन्टरभ्यु लिन आएको। हजुर त के सर पुड्यो? फेरि कहानी भन्नु पर्ने बाबा पुड्केको। जब म ठुलो छु म पुड्के छु, जब म सानो थिएँ म बाम पुड्के थिएँ। मलाई चाहिँ हजुरसँग एउटा ठुलो कुरा सोध्न मन लाग्यो। हजुर चाहिँ यस्तो नम्बर 1 पादु चाहिँ कसरी हुनुभयो त नि? तपाईको स्टोरी भन्नु नि त। ल म हजुरलाई सुन्नुस्, म भन्छु। म सानो हुँदाखेरि मेरो घरमा मुला खेती हुन्थ्यो। मलाई बाबा मम्मीले जहिले मुला हेर्न जा भन्ने हैन। अनि मैले एक दिन मुला कस्तो हुन्छ भने चाख्दिहाल्छु भनेर मैले हैन एक दिन मलाई एकदमै मिठो लाग्यो। कति मजा आउँथ्यो यसलाई? एकदम मजा आउने के तपाईँ पत्रकारज्यूको साथी। अनि है मैले खाएँ क्यामेरामा ल अनि मैले मुला खाएँ। त्यो पछि म जहिले जान्थेँ होइन नभने पनि जान्थेँ। राति जाने मुला चोर्ने खाने आफ्नै घर। साँच्ची अनि स्याल आउँथेन? अनि मेरो घर साइडमा एउटा बारी थियो, त्यहाँ पनि मुला खेती हुन्थ्यो। त्यहाँको पनि मुला चोरेर खाइदिने कि मलाई मेरो साथी मिलेर। अनि अहिले मैले नहगेको भन्नुपर्दाखेरि चाहिँ 10 वर्ष हुन लागिसक्यो कि पादेरै काम चलाएको मैले। मैले यति धेरै पादे घर सुन्नुहोस् पत्रकार छु, मलाई घरबाट निकालेर अहिले म यस्तो गरेर बस्नु पर्छ। अनि साइन्टिस्टले त उहाँलाई ग्यासम्यान भनेर पनि चिन्छ नि त। हजुरहरू दर्शकबिनहरु, हजुरहरू ग्यासम्यान भनेर सचाउनु उहाँ आउँछन्। पगडा म्यान सजेर नै आउँछु म। अनि हजुरहरूलाई डर लागेन? तपाईँ जीवनमा मेरो घरमा म पादेर मान्छे ढालिदिन्छु। ओ मलाई त रुगा लाग्यो त्यही भएर मलाई डर छ। पत्रकार चाहिँ मलाई त लागेन। मलाई मलाई पादा पेट गडबडी कस्तो पेट गडबडी गुडुगुडु हुन्छ यार। पादा ओ पत्रकारजी हजुरले त मेरो पत्रकारलाई मारिदिनु भयो त। अब म यो तपाईँको कुरा मिडियाभरि फैलाउँछु। म गएँ। नमस्कार दर्शकबिनहरु, बडा दुःखको साथी हो भन्न चाहन्छु कि हाम्रो पत्रकार क्यामेराम्यान भाइलाई चाहिँ त्यो नम्बर 1 पादुवा ग्यासम्यानले मारिदिइसकेको छ। उहाँको फोटो हामी सबैजनाले हेरेको उहाँको यादमा हामी सधैँ तड्पिनेछौँ। यति भन्दै त्यो ग्यासम्यानले जहाँ देख्नुहुन्छ त्यसको छेउमा नजानु, त्यही पादेर मारिदिन्छ। 20 लाख जनाले मार्यो, तपाईँहरू 20 लाख 1 मा हुन सक्नुहुन्छ। यदि तपाईँहरू ग्यासम्यान भएर अगाडि जाने छ भने रुगा लाए मात्र जानु। रुगा लाए पनि गनाउँछ तर। त पादे कति रोकेको हजुर सर पुड्यो हजुर। ढोका लाग्ली छ। एकछिन रोक।